मम्मी अब म गर्छु है एकछिन डिस्टर्ब नगर्नु यो परिवारमा दुईजना बाबु नानी छन् जुन चाहिँ एकजना 8 कक्षामा पढ्छिन् भने अर्को बाबु 3 कक्षामा पढ्ने गर्छन्। नानी पढ्नमा त्यति धेरै ट्यालेन्ट नभए तापनि घर आएर चाहिँ आफ्नो होमवर्क आफै गर्ने बानी छ। त्यसै क्रममा अर्को बाबु 1 नम्बरको सातिर 1 नम्बरको चलाक, जे पायो त्यसलाई फोड्ने तोड्ने र अनि आफ्नो दिदी आगुलाई चाहिँ हरेक काम गर्दाखेरि डिस्टर्ब गर्ने र अप्ठ्यारोमा चाहिँ पार्ने र गाली खुवाउने काम चाहिँ गरिरहन्छ। त्यसै क्रममा त्यो बाबु अब अहिले के गर्दैछ त? अब यो भिडियोमा तपाईँ यो नाटकमा तपाईँ देख्दै हुनुहुन्छ। अब केही बेरमा बाबु यहाँ प्रवेश गर्छन् र बाबुको कारनामा हामी यहाँ देख्छौँ है त। ल हेर्नुहोस् आइसके खान बाबु। पढ्न बसेको मान्छेलाई यसरी डिस्टर्ब गर्ने हो? सानो मान्छे भएर आफू पनि पढ्ने होइन। हेर्नुहोस् यतिसम्मको डिस्टर्ब गर्ने यो केटा छ। यो केटा 1 नम्बरको चकचके छ। ल हेर्नुहोस् है यहाँ कसरी डिस्टर्ब गर्दो रहेछ। यहाँ हेर्नुहोस् हातलाई झक्का लगाइदिँदो रहेछ। यहाँ होमवर्क गर्न दिएको छैन। ल ल हेर्नुहोस् यो यस्तो छ। अब फाइनल फेज छ। फाइनल फेजमा लेखे बेला लेखे चाहिँ गर्ने। हेर्नुहोस्